दिनभरिको मेहनत र परिश्रमले अहिले चाहिँ रिजर्भ ट्याङ्की नै यत्रो ठुलो भइसकेछ हैन। सबै नेपाली जनताहरू हाम्रो उतातिर चाहिँ पानीको पीडित अहिले चाहिँ हाम्रो यो पानीको मुहान चाहिँ रिपेयर गरिसकियो अनि अब यो खोलाभित्र हाम्रो पाइपले अपुग भयो। त्यसपछि यहाँ बसिरहेछौँ पानी लिन, गलेर पाइप लिन जाने कुरो भयो। हाम्रो अशोक भान्जाले बाइक चलाउनुहुन्छ, पछाडि चलाउने। यो चाहिँ मुहान हाम्रो यो फर्स्ट मुहान हो। त्यहाँ माथि 3 स्टेप चाहिँ रिपेयर गरिसक्यो। त्यसपछि हाम्रो 3टा पाइप चाहिँ यहाँबाट लगेर पल्लो खोलामा हाल्ने हो कि। हाम्रो पाप जेठाको मोडाइ ठिक छ कि आउनेको अनुहार रेस्ट गरेको नि अब भोक लाग्न थाल्यो। पानीको दुःख चाहिँ अत्यन्तै छ कि यो पारीको खोलाबाट भएन र फेरि हामीले अर्को मुहानमा चाहिँ ल्याएछौँ यहाँ माङजाङ गरेर हैन। पाइप चाहिँ यसरी यसो तानिरहेछौँ अनि यो यहाँ फेरि चाहिँ जोड्नु पर्ने हुन्छ र हाम्रो साथीहरू चाहिँ यसभित्र पसिसक्नु भएको छ। म चाहिँ भिरको डिलतिर छु, त्यता छन् हैन, माथितिर गइसक्नु भएको छ। पानी चाहिँ यो खोलाबाट तान्ने कुरो गरेर माथि बनाइराख्नु भएको छ है, धेरै माथि छ। अनि कान्छा यसभित्र पाइप तान्नेमा छ। अनि अर्को साम्पाङकै जस्तो पीडा छ नि, हाम्रो पनि झन्डै 2 घन्टा जति हिँड्नुपर्छ हिँड्नलाई। अनि अहिले चाहिँ यो भिरबाट निकालेर अर्को पाइप तान्दै हुनुहुन्छ पारीपट्टि। यो पानीलाई चाहिँ यहाँनिर जोडेर लाने हो। अनि उतातिर पनि हाम्रो 90 को पाइपमा चाहिँ फुटिरहेछ अरे हैन, तिनीहरूलाई पनि मर्मत गर्दै जानुपर्ने छ। र यसभित्रको पाइप यो एउटा पाइपलाई चाहिँ यता तानेर यताको खोलाको मुहानमा चाहिँ लाउने कुरो गर्दैछौँ र पानी पाइप तानिरहेछौँ। सङ्घर्ष राम्रै छ यो भिरमा। भगै यस्तो बाटो हिँड्नु परेको छ अनि हिँड्नलाई पनि गाह्रो, अडियानलाई नै गाह्रो छ कि। पाइप चाहिँ एउटा पाइप चाहिँ टाँगिसक्यो, अरू माथितिर गाह्रो लाउँदै हुनुहुन्छ। म यहाँबाट ओर्लिनलाई पो गाह्रो भयो त। हाम्रो चाहिँ यस्तो अप्ठ्यारो बाटो छ है, अडिन नि गाह्रो। बिस्तारै बिस्तारै लड्यो भने यस्तो छ ठाउँ तल। अनि माथिबाट चाहिँ हाम्रो पाइप भर्खरै तानेर चाहिँ रेडी भएको छ। त्यहाँ माथि पाइप राख्ने ठाउँ बनाउँदै हुनुहुन्छ। अब हामी चाहिँ बिस्तारै जाँदैछौँ। पानीले चाहिँ यसरी निन्द्र यसरी कलेक्ट गरेर लाने हो। खास चाहिँ यहाँबाट लानु भनेर चाहिँ अनि यहाँ ढुङ्गा उचालेर त्यहाँ थिच्ने कुरो छ। यतिको चाहिँ योगदान हुनु पर्यो। अनि पाइपलाई थिच्ने हो। ए पानी मारुमा एकछिन पाइप गाँस्नुलाई। हामीले चाहिँ हाम्रो पानी चाहिँ त्यहाँ ज्योति लगाइसक्यो मुहानभित्र। अर्को पाइपले भ्याउने रहेछ। अनि लगभग अब त्यहाँबाट पानीको मुहान चाहिँ यसभित्र छ। यो हाम्रो धनगिरी खोलाभित्रबाट चाहिँ होला पानी त चिसो छ नि, हाम्रोतिर पुग्दा त्यतिकै ठिराउँछ त। अनि सुल्टिराजु पनि हुन्छ यतापट्टि। त्यहाँ पानी गाँस्ने अघि मैले चढेको ठाउँमा पानी गाँसिरहेछन्। अनि पानी यसलाई कलेक्ट गऱ्यो भने हाम्रोतिर त पानी त नि फेरि यो त अमृत जस्तै छ। पानीको पिर कम्ती छ त मान्छेलाई। हामी अब हिँडेर 2 घन्टा लगभग पर्छ हैन। त्यो पनि अब साधन जुटाउँदा ओर्दाखेरि टाइम लाग्छ। पानी त ठुलै छ नि, यतिको पानी उहाँ पुऱ्याइयो भने कल खान पाइन्छ। सबै मुहानतिर पानी बनाइराख्नु भएको छ। अनि अरू साथीले परपट्टि अघिको पाइपलाई तान्दै हुनुहुन्छ। सबै नेपाली जनताहरू हाम्रो उतातिर चाहिँ पानीको
पीडित हो यो सबै है। अनि अब पानीको मुहान चारेर आयो निस्किन्छ लगभग अन्य उता पनि छ। हाम्रो सोल्टी पनि हुनुहुन्छ जस यहाँ चाहिँ पानी पनि ठुलो रहेछ। त्यतिबाट चाहिँ चढ्छ पनि होला पानी। यहाँ चाहिँ अहिले पाइप जोड्ने क्रम भइरहेको छ। अघि चाहिँ हामीले त्यहाँसम्म चाहिँ यता माथिबाट ल्याएको थियौँ हामीले पाइप र यहाँबाट अहिले चाहिँ त्यो पारी एकैचोटि पारी त्यहाँ तान्दै हुनुहुन्छ। यहाँबाट पाइप जोड्या हो। यसरी चाहिँ हाम्रो पाइप जोड्ने क्रम भइरहेको छ अहिले चाहिँ। यस्तो ठाउँबाट हामीले आज पानी खाइरहेको छ क्या। अहिले चाहिँ म ट्युब र कैँची पाइप बाँध्नको लागि लिन आएर यहाँ ढिलो भयो नि त उता, त्यही भएर यहाँ अघि भिडियो बनाउनु पाइनँ। सो अहिले चाहिँ यो लिन आएर म जाँदैछु हाम्रो ठाउँमा। यस्तो छ है, मेन हाम्रो चाहिँ यहीँ हो। अप्ठ्यारो यस्तो छ क्या, होचो छ। अनि थोरै गयो भने तल एकैचोटि। अहिले चाहिँ यो पारीबाट पनि पाइप क्रस गरिसक्यो है। माथिको त आइहाल्छ, तान्छ नि त्यसरी नि। बिचमा पानी हुनु पर्यो नि त। तान्ने पम्प चाहिँ हाम्रो खतरा छ। 50 को पाइपमा मुखले तानेर कहिले आइपुग्नु हो? हाम्रो पम्पले काम गरेन। अहिले फेरि उँधै लस्काएर तलबाट पानी झार्ने कुरो भइरहेछ। तल पाइपको टुप्पोमा हेरौँ है अब पानी सन्न गरेर आउँछ। हजुर ए हुन्छ आयो है, अब आयो है, पाइप हल्लियो है। माथि हल्लाएकोले हो कि आयो है? चुयो दाइले पानी झार्ने कोसिस गर्दै हुनुहुन्छ। उता पाइप हल्लाउँदै हुनुहुन्छ यो भिरमा अप्ठ्यारोमा। एकछिन छोड्नु न, हावा आउँदैछ कि माथि ब्लक भयो कि दाइ? सेउला त थिएन नि। कुवाइ छ त आज लुक्लातिर के पहिरो गयो के हो फेरि? तीव्र श्रम चाहिँ भइरहेछ है हाम्रो यो पाखामा। तर आज हेलिकप्टरलाई डिस्टर्ब गरेछ कि। अनि हाम्रो टोलीहरू चाहिँ अब भोगाएको जस्तो पनि लागिरहेछ होइन। पाइप समाउनु मन गरिरहेको छैन। अब बिस्तारो त पल्लो पालमा लाउने, तलबाट चाहिँ उँभो पानी ल्याएर यस मुनि टुप्पो डुबा उँधो झारेर आइरहेछ पानी। अरू चाहिँ कता भएको?
मेरो तिग्रा पो बिचमा दुखेर आएको रहेछु मेरो उति सबै भाँच्यो एक दुई सालमा एक दुई ट्रक बनाउनु पर्ने अघि चाहिँ यो पलमा हालेको थियो यो 90 को पाइपमा अहिले चाहिँ खुस्काएर फेरि त्योभन्दा पल्लो पलमा अघि बिहानै जुत्ता लगा भनेको होइन मैले तँलाई हाम्रो बाटो चाहिँ फेरि यस्तो राम्रो छ कि यसभित्र अब सर यहाँबाट निस्किने हो पापद्वार धर्मद्वार हाम्रो बिहान निस्किसक्नु भयो पुगेन बान्ने छैन यी बान्ने बान्ने गटर छ हौ ग्याटरले बाँधौ न छानेर डलर पनि लाग्छ है अलिकति पुगो पुगेन अरे 5 मिटर जति तान्नु पर्ने भयो नि खुस्किदिनु पर्छ काट्यो अब यो चाहिँ हामीले पल्लो खोलाको पानी अलिक उचाल्नु त पाइप पानी चाहिँ ठुलै आएको छ है यतिकै भयो भने त दिगोपनको पानी हो नि त यो त पानी चाहिँ धेरै प्रयास गरेपछि यतिको ठुलै ल्याइसकेको छ है अब यो पनि पर एड गरिसकेपछि त हाम्रो पानी 90 मा फुलै जाला 4-5 वटै बनाउँदा पनि हुन्छ अब यो चाहिँ खाजा खाने टोली अब निर्णयको भइरहेछ कि हाम्रो अब यहाँ भोका छन् जनताहरू पानी बनाउने टिम अब काम बाटफाट गरेर हिँड्यो हाम्रो पाप जेठा पनि यहाँ नियाश्रीले हुनुहुन्छ बेला चाहिँ भोकै हो खाजा खाने खाजा अगाडि को जाने हो अब चाहिँ हाम्रो बाटो तन्काउँदै थाल्यौँ यो भिरबाट जान्छौँ हामी अनि यो पाइप चाहिँ तनाइ यस्तो छ अनि हाम्रो पानी चाहिँ यहाँबाट पनि अब उता छिराइयो हाम्रो पल्लो ट्याङ्कीमा अनि अब हाम्रो भान्जा चाहिँ यहाँ म त हिँड्दिनँ भन्दैछन् पाइप समाएर जानुपर्ने छ चिप्लेर लडिन्छ है बिस्तारै जाउँ है यहाँ बाटोबाट जानुभएको भयो भने त पाँच बेटा यता बाटोबाटै गएको भयो भने त होला छासिँदैछौँ है हामी चाहिँ पाप जेठालाई चाहिँ गाह्रो भयो क्या त्यो हामी सक्दैनौँ सच्चै जुत्ता चिप्लिदिउँ है तपाईँ त म भनिहालेँ हिँडाइ खतरा छ नि त होइन हाम्रो गाउँ घरको साथीहरूले भिडियो हेऱ्यो भने पनि यति दुःख हुँदो रहेछ भन्ने चाहिँ बुझ्नु पर्यो के गएर पानी चाहिँ गाग्री अगाडि थापेर गाली गर्नु मात्रै जान्दछन् कि पोहोर पनि यहाँ छुट्टी दिइसकेपछि यो त पाइप निकाल्नु न कम्ती गाह्रो भयो गाह्रो छ पानी खान पोहोरको यति पहिरोले गर्दाखेरि यो ढुङ्गाले पाइपले फक्लकै थिचेछ र यसभित्र सबैलाई छुट्टी गरिसकेपछि हामीले अन्तिममा तल गाडिएको पाइपलाई निकाले हो तर धेरै पनि त्यो बेला चाहिँ खाजा धेरै पनि खाइएन छ 10 पाती आलु चिर्लिप 8-9 जनाले झन्डै बजाइएछ नि जिउको पाती नै त्यहाँ परतिर खड्का दाइकोमा चाहिँ आलु उसिन्नु लगाएको थियो 10 पाती कि 8 पाती उसिनेको र पुगेन झन्डै कति भोगाइएछ त आम्मा यति गरेर पनि फेरि ओराएर उयो यहाँनिर पाइप फुटेको रहेछ त्यो पाइप फुटेकोलाई फेरि बनाइयो अनि कम्ती गाह्रो थियो त पुस माघमा यताको पानी फेरि कम्ती छिराउँछ छुनै हुँदैन अनि यो पाइप भएकोनिर फुटेको रहेछ पोहोर त्यहाँ बनाइयो अनि यहाँ आएपछि फेरि यहाँ पनि आगो फुकेर जोडेर गएको
यहाँनिर फुटेको थियो, यसलाई बनाएर लगेको फोहोर। साथीहरू पारी पुगिसके, अब हामी चाहिँ परको ट्याङ्कीमा जान्छौँ। यहाँ चाहिँ हाम्रो मुहान छेउमा चाहिँ फुल यति धेरै राम्रो रहेछ कि। यो कुन फुल हो? होइन ट्विन्टर जाने बाटो माथिबाट खोलाखरी पर शान्ताको ढुङ्गा खानी छ नि हो त्यो पत्र परको फेरि हाम्रो चाहिँ उहाँबाट मेन, त्यसपछि पानी ल्याउने यहाँबाट चाहिँ खोलेवा मिसी जमिनी नेवर कान्छौ जमिनी त्यसरी फेरि त्यसरी कुरोको क्लिपको ओटा चिसोको बुकुका उभाल्ने भन्दा त्यो ओटा भन्दा उभाल्ने दुःखो ओ चाहिँ उभाल्ने ओ यात्रा छ नि दिनभरिको मेहनत र परिश्रमले अहिले चाहिँ रिजर्भ ट्याङ्की नै यत्रो ठुलो भइसकेछ होइन, पुगेको छ। अब हामी चाहिँ पानी छ, तर अस्ति चाहिँ 1 केजीको मुसा ढाडेको थियो र यहाँ, तर यो अहिले पानी तान्न थालेपछि घट्छ नि, उता पानी तानेकै छैन। अहिले चाहिँ हाम्रो सबै विश्राम गरिरहेछौँ है पानी चाहिँ। अब गएर कोकाको पानी ल्याएको पकुवाको खाजा खानुपर्ने खै माइक चाहिँ अहिले ठिक छ पानी। अनि अहिले चाहिँ खोलातिरको दृश्य यसरी देखाउन सकिन्छ कि। अनि अहिले एउटा मुहान चाहिँ त्यहाँ माथि छ होइन, त्यहाँबाट पनि कलेक्ट गरेर यो जिआईमा हालेको छ। अनि अर्को 50 को चाहिँ त्यहाँबाट अर्को पर फ्रेवा गुरुङ गाउँतिर खुवाउने पानी छ। र अर्को भनेको चाहिँ यसैमा लिएर हामीले जोडेर खाएको छौँ क्या पानी चाहिँ। अनि उहाँहरू चाहिँ बनाउनको लागि चाहिँ उहाँ एकजना मात्रै आइपुग्नु भएको छ। अनि के हाम्रो फिल्टर ए हाम्रो फिल्टर सफा गर्ने यो हावा हो चाहिँ गरेको चाहिँ हावा फिल्टर हाल्दैछ नि हाम्रो दादाले। अब चाहिँ हामी कमान्डर अरे, अब चाहिँ अब हामी विश्राम गरिसक्यो। यहाँबाट चाहिँ अब हामी हिँडिसक्यो भन्दा पनि हुन्छ। भोक पनि लाग्यो, पेटभित्र मुसा कुद्न थाल्यो है। अब रेस्ट गरेर अब यहाँबाट लगभग अब हामी खाजा खाने ठाउँतिर जान्छौँ। अनि खाजा खानु चाहिँ गइसकेको छ। हाम्रो भान्जाको मुख बाङ्गी छ, भोकले हो कि। अब चाहिँ हाम्रो पार्किङ स्थलतिर आइपुग्यो। हाम्रो खानेपानीको मुहानबाट चाहिँ छुटेर यता अब यहाँबाट चाहिँ अब यो साधनमा आएका छौँ। हामी हिँडेर त दिनभरि लाग्छ नि त खानेपानी बनाउन आउनलाई। यहाँ साधनमा आयो अनि यहाँ चट्ट र आधी पल्लो डाँडामा पार्किङ गर्नु भएको छ अरे, आधी यतातिर। जडीबुटी र अब चाहिँ हाम्रो जम्बुटोली फर्किन लाग्यो है। कति पनि ल्यायो ठुलो खतेर। ठ्याक्कै मेटाङ लाग्यो ल मे हो, हाम्रो पनि त्यहीँ लागेर त। अब चाहिँ रात साँझ भइसकेको रहेछ क्या। हाम्रो सूर्यले पनि यतिको चाहिँ अनुहार देखाउनु भएको छ है, सूर्यदेवले। ल गाडी घोडा स्टार्ट गरौँ। अरे गोटङ टङ जाउँ ल। अनि मेरो सिटमा को पर्छ? अहिले चाहिँ हामी अब खाजा यहाँ भन्न लगाएको छ। अगाडि आएर खाजा खानालाई तयारी यहाँ अगाडि आएको हो। अब हेरौँ खाना, हाम्रो खानामा के छ भनेदेखि थुक्पा अलदा अब भोकाएर आएछौँ। अब साँझ भइसक्यो। अनि हाम्रो साथीहरू चाहिँ आइराख्नु भएको छ अझै पनि पछाडिबाट। पर हावा फ्याल्दै आउँदै हुनुहुन्छ त, पानीको मुहान चाहिँ देखि चेक गरेर आउँदै हुनुहुन्छ। अनि अब हाम्रो खाजा यता हाँस्दै हुनुहुन्छ निकै। अनि हामी चाहिँ अब खाजाको लागि तयारीमा। अनि यता हाम्रो पप्पी लेखिरहेको थिएँ,
यता साथीले ड्युटी गरिरहेको छ खाजा त भर्खर पानी उम्लिँदै रहेछ अहिले चाहिँ हामी अब खाजा यहाँ बन्न लगाएको छ अगाडि आएर खाजा खानालाई तयारी यहाँ अगाडि आएको हो अब हेरौँ खाना हाम्रो खानामा के छ भनेदेखि थुक्पा अलदा अब भोकाएर आएछौँ अब साँझ भइसक्यो अनि हाम्रो साथीहरू चाहिँ आइराख्नु भएको छ अझै पनि पछाडिबाट पर हावा फ्याल्दै आउँदै हुनुहुन्छ त पानीको मुहान चाहिँ देखि चेक गरेर आउँदै हुनुहुन्छ अनि अब हाम्रो खाजा यता हाँस्दै हुनुहुन्छ निकै अनि हामी चाहिँ अब खाजाको लागि तयारीमा अनि यता हाम्रो पप्पी देखिरहेको थिएँ यता साथीले ड्युटी गरिरहेको छ खाजा त भर्खर पानी उम्लिँदै रहेछ हाम्रो खाजा तयारी हुँदैछ है अघि हाम्रो दाजुको बाइकमा चाहिँ अहिले फेरि स्टार्ट अफ भएछ कि मर्मत गर्न थाल्यो खाजा त खानै पर्ने हो खाजा भन्दा हेर्नु दादाको बाइकमा चाहिँ बिहान पनि ओह्रालोमा स्टार्ट गरेर ल्याएको कि अहिले पनि फेरि कोट्टाउँदै रहेछ नि अघिसम्म स्टार्ट हुँदै थियो होइन बाइकले दुःख दिएको थियो बल्ल स्टार्ट भएछ अनि गन्डन हाँस्न थाले हिँडाइ पच्यो कि भन्दै थिएँ बल्ल बल्ल हाँस्न पाएको समूहमा डरै हाँसेछन् नि हेर अनुहार कम्ती खुसी हो दाजुको स्टार्ट गरौँ त खाजा चाहिँ हाम्रो पाकिसक्यो अब करिब करिब यो त उम्लिन मात्रै बाँकी छ खाजा त खाइसक्यो भिडियो बनाउनै पर्दैछ बिस्तारै खाउँ बिस्तारै खाउँ तातो छ एक बाटा थुक्पा चाहिँ फाटै भइसक्यो